हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आजको स्पेसली ब्लग चाहिँ मेरो हलेसी दर्शनको रहेको छ। बिहान 6 बजे मम्मीसँग म हलेसी पुगिसकेको छु। पुग्न साथ पूजाको सामानहरू लिएर हामी माथि मन्दिरतर्फ लाग्दैछौँ। अनि हलेसी चाहिँ मेरो फर्स्ट टाइम हो, सो धेरै एक्साइटेड पनि छु। लेट्स सी, भिडियो कन्टिन्यू गर्ने नै छु। एकदमै धेरै एक्साइटेड छु। हामी चाहिँ अब यहाँभित्र गेटबाट छिरेपछि तल गुफा रहेछ। ओम शाम्ब सदा शिव, ओम शाम्ब सदा शिव। माय गॉड है। आजसम्म फोटो भिडियोमा त देखेको, तर यहाँ पुग्दा नै चाहिँ एकदमै अमेजिङ। ओ माय गॉड। जय जय। हामी चाहिँ फेरि अब बसा गुफातर्फ लाग्यो। माथि मन्दिरको दर्शन सकाएर फेरि तल अर्को गुफा छ अरे। लेट्स सी कस्तो छ, भिडियो कन्टिन्यू गर्ने नै छु है। हामी चाहिँ झर्दैछौँ, अलिक तल रहेछ, यहाँ तल रहेछ बसा गुफा। हामी सबैजना बसा गुफा नजिक आइसकिसकेको छौँ। यहाँबाट भित्र छिर्नु पर्नेछ। ओ माय गॉड, यस्तो रहेछ यहाँभित्र त। के गुफा पो मम्मी हो? बसा गुफा चाहिँ यस्तो छ है साथीहरू। बसा गुफा यहाँभित्र ठिक छ। घन्टीहरू चराएर हामी यता जानुपर्ने रहेछ, यो बसा गुफाभित्र होइन। जहाँ मम्मी र म जाँदैछौँ। लेट्स सी कहाँनिर रहेछ। भरे झर्दाखेरि बजाउँ न मम्मी शङ्ख चाहिँ। देखेन नि त। ओहो अद्भुत। लागिरहेछ, यो लगाउनुहोस्। अमृत जल, अमृत जल गाईको थुन होइन। पहिला चाहिँ यो दुध दुधै आउँथ्यो। हजुर ल भाइ, हजुर सोधिदिनुहोस्। अहिले चाहिँ अमृत जल मात्रै आउँछ। हजुर, यो खाने कि लाउने? खाने पनि लाउने पनि। यस्तो अद्भुत छ कि यहाँ चाहिँ अब गाईको थुनबाट पहिला चाहिँ दुध नै आउँथ्यो अरे, अहिले चाहिँ अमृत जल आउँछ। सबैजना अमृत जल लगाउँदै। काफी अरे नि, सत्यको चाहिँ एकदमै काफी अरे। लु भाइ यता नाम्नु। व्यक्तिको रूपमा आएर भाङ्नको खेलाएर उसलाई नसा पारेर होइन पुरा बेहोस भयो। अनि आफ्नो आफैलाई राख्नु दिए होइन, नचाहेर त्यो हाल्दाखेरि चाहिँ आफ्नो भस्नु भएको अङ्गाले उचितेर यता गर्छ अरे। यो टाउको अरे, टाउको खोपडी। हजुर हप्पा हो। यो के हो भन्नु? गिदी। ओ गिदी, हजुर। यता ठुलो टाउको यो गिदी होइन। अब हजुरहरूले देखाउनेछु रगत झरेको, यो रगत अरे। कालो ओ माय गॉड, कालो रगत। यो बोसो फोक्सो भन्छ नि, बोसो फोक्सो। हजुर
यो आन्द्राहरू हो आन्द्राहरू उछिटेर गएको अरे यो भुँडीको अङ्गाहरू भुँडीभित्रको हुन्छ नि सबै आन्द्राहरू सबै यो चाहिँ सबै राक्षसको भाग हेर्नुभयो होइन राक्षसको भाग देउताको भाग होइन हेर्नुभयो गाईको सुन देखायो एउटा मैले होइन अझै एउटा छ गाईको सुन चारवटा सुन्छौँ यहीँबाट झर्थे दुध दुधमा आयो भनेर होइन त्यहाँ चाहिँ मैले देखाएको सजिलो हुन्छ हजुरलाई छुनुको लागि मिल्छ तर यो टाइम लाग्छ त्यस कारणले गर्दा चाहिँ मैले यहाँ बताएर चाहिँ भिजिरहेको थिएँ होइन यहाँ हो त्यही हो सेम हो त्यहाँ पनि आउने यहाँ पनि एउटै हुन्छ अनि यहाँबाट आउँथ्यो चारवटा थुन्छ ल शिवजीको कथा महिमा अब सबैले यहाँ जलपान गर्ने आशीर्वाद लिने अनि आरामले जाने उहाँ दाइले चाहिँ हामीलाई बाली गुफाको बारेमा धेरै एक्सप्लेन गरिदिनु भयो हामीले चाहिँ सकेसम्म बुझ्यौँ तर भिडियोमा चाहिँ बुझ्न अलिकति गाह्रो छ किनकि यति धेरै मान्छेको क्राउड र अँध्यारोले गर्दा अब चाहिँ हामी फर्किँदैछौँ मम्मीसँग होइन लगभग हाम्रो सकियो दर्शन सबै सकायौँ चलेर पानी आउँदा यति धेरै भिड हुँदो रहेछ है यति ठुलो गुफा छ कि तल निस्किनुपर्छ हामी यहाँ माथिदेखि है यत्रो ठुलो अनि यो माथिको डाँडा चाहिँ जुन अघि बसा गुफादेखि ट्याक्क आकाश देखिन्थ्यो नि त्यो आकाशको भाग चाहिँ ठ्याक्कै उछिटेर यहाँ आएर बसेको भनेर भन्नुभएको थियो लेट्स सी अब त्यो भाग घुम्दैछौँ हामी अरू त लगभग हामीले घुमि नै सकिसक्यो अहिले यसो गाडी पर्खिँदै हामी एकैछिन यता घुमाउँ न त भनेर मम्मीसँग आइरहेछौँ लेट्स सी ओहो हो के भन्ने हलेसी घुमिसकेपछि चाहिँ मलाई कस्तो लाग्यो भनेदेखि साँच्चीकै अद्भुत वाउ वन्डरफुल के भन्ने सबै हो अघि हामी गएको जुन गुफा बसा गुफाको उछिटेर आएको भाग चाहिँ यतातिर अलिकति टाढा छ अनि यस्तो रहेछ ओ माई गॉड कति धेरै ठुलो छ एरिया र यो सबै बसा गुफाको त्यो उछिटेर आएको भागको टाउको रे अब भिडियोमा त पुरै लिनु गाह्रो हुन्छ कि ड्रोन चाहियो है मैले चाहिँ यति नै लिएँ हो धेरै राम्रो मम्मी चाहिँ त्यहाँ बिसाएर हेरिरहनु भएको छ एकदमै रमाइलो भयो एकदमै अब भने चाहिँ हाम्रो हलेसी दर्शन सक्यो भनौँ आजको लागि चाहिँ एकदमै धेरै राम्रो लाग्यो है ओ माई गॉड फर्स्ट टाइम वास्तवमा म खोटाङकै भएर खोटाङमै जन्मेर पनि आजसम्म चाहिँ हलेसीको दर्शन गर्ने मौका मिलेको थिएन फाइनली आज हलेसीको दर्शन गर्ने मौका पाइयो दर्शन गरिसकियो एकदमै खुसी लागेको छ एकदमै फाइनली हामी चाहिँ हलेसीको दर्शन सकाएर अब घर फर्किनु लागेको छौँ दिक्तेर फर्किनु लागेको छौँ आजको हाम्रो यात्रा एकदमै राम्रो रमाइलो भयो थ्याङ्क यू सो मच सबैजनालाई बाई